काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउन काठमाडौँ महानगरपालिका र केन्द्र सरकारको समन्वयमा आज बिहानैदेखि सुकुम्बासी बस्तीमा डोजर चलाउन सुरु गरिएको थियो। भइपरि आउने सम्भावित समस्याहरूलाई मध्यनजर गरेर व्यापक रूपमा सुरक्षाकर्मी तैनात गरिएको थियो। विगत 30औं वर्षसम्मलाई हेर्दा तीनै ठुला पार्टी काङ्ग्रेस, एमाले, माओवादीले घुमिफिरी सरकार चलाए, 18वटा आयोग बने। आयोगले के गरे त कार्यकर्तालाई भर्ती केन्द्र बनाए र कार्यकर्तालाई पालन पोषण मात्रै गरे, तर सुकुम्बासी समस्या भने समाधान गर्न सकेनन्। 2012 सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुकुम्बासी व्यवस्थापन गर्नको लागि त्यति बेलाको 13 करोड खर्च गरेर भव्य अपार्टमेन्ट बनाएका थिए। तर विडम्बना, सुकुम्बासीहरू त्यो अपार्टमेन्टमा जान चाहेनन्, किनकि उनीहरूलाई आफूले ओगटेर बसेको त्यो बहुमूल्य जग्गाको लोभ थियो। अनि अहिलेका प्रधानमन्त्री जब खण्डका मेयर थिए, उनले पनि सुकुम्बासी बस्ती खाली गर्नको लागि कोसिस गरेका थिए, तर त्यति बेलाको केपी शर्मा ओलीको सरकारले उनलाई सहयोग गरेन। त्यो प्रयासमा काठमाडौँ महानगर प्रहरी र सुकुम्बासी बीच मुठभेड हुँदा धेरै काठमाडौँ महानगर प्रहरी घाइते भएका थिए। काङ्ग्रेस, एमाले, माओवादीका सरकार कयौँचोटि भने तिनले सुकुम्बासी व्यवस्थापन गर्नु त कता हो कता, तिनलाई भोट ब्याङ्क मात्रै बनाए र जब विपक्षी सत्तामा पुग्छ तब आफ्नो शक्ति प्रदर्शन गर्नको लागि सडकमा तिनै सुकुम्बासीहरूलाई उतार्ने गरेको पाइएको छ। तथ्यहरूलाई हेर्ने हो भने सुकुम्बासीको सङ्ख्या बढेर गएको देखिन्छ, तर विडम्बना, सुकुम्बासीका नाउँमा हुकुमबासीहरू सुकुम्बासी बस्तीमा छिरेर सरकारी जमिन अतिक्रमण गरेर बसेका थिए। यति मात्रै कहाँ हो र, जो वास्तविक सुकुम्बासी छन् तिनीहरूलाई ती सुकुम्बासीका नाउँका हुकुमबासीहरूले धम्क्याउने, थर्काउने गरेको पनि पाइएको छ। हुकुमबासीले सुकुम्बासीलाई सुकुम्बासी बस्तीमा भाडा लगाएको तथ्य आज सार्वजनिक भएको छ। र अन्तिममा जो वास्तविक सुकुम्बासी छन् तिनलाई सरकारले न्याय गरोस् र उचित व्यवस्थापन गरोस्। जो सुकुम्बासीका नाउँमा हुकुमबासी छन् तिनलाई दण्डित गरियोस्।